Would you come May vlog? हेलो गाइज के छ खबर सन्चै हुनुहुन्छ होला आशा राख्दछु म एकदमै ठिकै छ होला चिसो बढिराखेको छ यो चिसो चिसो मौसमलाई एकदम मनोरञ्जन गर्नको लागि आज चाहिँ हामीहरू यहाँ साग टिप्न आएका छौँ यो आज हाम्रो सागबारी हो होइन मेरो पोडकास्ट र फेरि सञ्चालन गर्ने बेला भइसकेको छ म सँगसँगै मेरो पाहुना हुनुहुन्छ उपस्थित हुनुहुन्छ हाम्रो आमा नमस्कार आमा स्वागत छ हजुरलाई कस्तो साग तपाईँले नै छर्नु भएको हो यो पनि ओहो धेरै राम्रो गराउनु भएको छ यी साग त ओहो के गर्नु नि यो साग यति धेरै टिपेर सुकाएर राख्ने ओहो छोराछोरीलाई पछि खाना लग्ने हुन्छ होइन सुकाएर राख्ने पढ्न जाने छोरीलाई नातिलाई सबैलाई तरकारी बनाइदिनु पर्यो त ठिक छ हामीले मलाई पनि देखाउने दे कुरा गर्दै जाँदाखेरि तपाईँले राम्रै साग टिप्नु भएछ त छर्नु भएछ नि आमा ओहो त धेरै राम्रो छ एकदम अर्ग्यानिक त होला अर्ग्यानिक राम्रो लालबाजी पुरानो लालबाजी पुरानो लालबाजी होइन यो चाहिँ कुमल चौडा पात भन्ने रायो हो कस्तो राम्रो हुन्छ होइन यहाँ कुरा गर्दा साथीभाइहरू हेर्नुहोस् यो चाहिँ साग हो साग हो यो चाहिँ पोडकास्टमा हेर्दै जानुहोस् तपाईँहरूको आँखा पनि तेजी लाउन सक्छन् कपाल पनि देखाइहाल्यो अनि यति धेरै टिपिहालियो अनि पोडकास्टमा कुरा गर्दा गर्दै आमाले मलाई पनि देखाउँछु भनेर देखाइहाल्नु भयो होइन अलि धेरै अब उतापट्टि पनि छ नि आमा आज सकिन्न होला भोलि टिप्ने होला खिरो अर्जुनचोरी टिप्ने होला ओहो कस्तो राम्रो हो क्या यो आप्सी आप पानी सिँचाइ पनि गर्नु परेन आप्सी आप यस्तो राम्रो भएको छ आमाले धेरै प्रगति गर्नुभएको छ यो गाउँघरमा यो पुरै यो हाम्रो गोठ हो फेरि यो घर होइन नि घर चाहिँ हाम्रो तल छ धेरै प्रगति गर्नुभएको छ होइन आमा सागको प्रगति होइन आमा हो क्या नि लाई हो साग टिप्दैछौँ यहाँ यहाँ अलि हामी आमा अलिक ढिलाएको छौँ क्या नि आज राम्रो नराम्रो गरी बैसी यो साग किन्नु कहिले नाकिनु कस्तो मेरो त मलाई पुरा भाषा त राम्रो मलाई कति टिप्छ नि आमा उमल भरि कठमा राख अब साग टिपिसकेपछि कुरो बाँधेर लैजाउँ होइन घर एकदमै ठुलो भएको छ साग कुदै बाँध्ने भएको छ आमालाई चाहिँ यस्तो ल्याउनुहुन्थ्यो आमा चाहिँ घाँस काट्न गइसक्नु भएको छ त्यो राम्रो साग थियो आमा त्यो सब साग चाहिँ अगाडि आमालाई मैले टिपेको हो हेरौँ यो चाहिँ सुलाएर सागको मुठो भइसकेको छ सागको मुठो हो यो चाहिँ अनि यता बाँकी छ नि यो चाहिँ त्यो बोरामा राख्छु फाइनली गाइस अब चाहिँ हाम्रो घर जाने टाइम भइसकेको छ होइन यो साग बोट्ला अलिक बिस्तारै आमाले लग्नुपर्छ है त्यो मलाई जाउँ त साथीभाइहरू जाउँ